अरू मान्छेको बिहानीको सुरुवात नास्ताबाट हुन्छ भने आज चाहिँ मेरो घर सफा गर्नबाट भइरहेको छ। हेलो साथीहरू, स्वागत छ फेरि पनि मेरो छोटो मिनी ब्लगमा। म चाहिँ भर्खर कामबाट आएँ। अहिले चाहिँ बिहानको 8 बजिरहेको छ, किनकि म चाहिँ कामबाट छिट्टै आइहाल्छु किनकि मेरो एउटै काम छ नि त। म चाहिँ काम गरेर आएर एकछिन बसेको थिएँ। नानुले भन्नुभयो भाउजू आज घर सफा गरौँ किनकि आज मेरो छुट्टी छ भन्नुभयो। ठिकै छ नि त भनेर अरू दिन चाहिँ म एक्लै हुन्थेँ नि त, त्यही भएर म चाहिँ झाडु पोछा मात्र गर्थेँ। यसरी घरमा पुरै पानी हाल्दैन थिएँ नि त। हामी चाहिँ नन्द बाउजू मिलेर लाग्यौँ घर सफा गर्नतिर। मैले चाहिँ आफूले सकेको गरेँ, नानुले चाहिँ पानी ओसार्ने काम गर्नुभयो। फटाफट हामीले आफ्नो काम सक्यौँ। त्यसपछि लाग्यौँ हामी चाहिँ नास्ता गर्न। आज चाहिँ नास्ता काम पनि बढी भइरहेको थियो। आज नास्ता पनि राम्रै खाम भनेर आज चाहिँ खान लाग्यौँ हामी इडली र साम्बार। फेरि चाहिँ नानुले चाहिँ लिएर आउनुभयो। अघि चाहिँ हामी 2 जना थियौँ भने काम गर्ने बेला, अहिले चाहिँ खाने बेला 3 जना भइहाल्यौँ त्यस्तै हो नि त। खाने बेला 3 जना, काममा चाहिँ 2 जना मात्र थियौँ हामी चाहिँ फटाफट नास्ता गरिसकेपछि म चाहिँ लागेँ खाना बनाउनुतिर। खानामा पनि आज के बनाउने भनेर सोचिरहेको थिएँ। खै के गरेर मिक्स गरेर, यसको नाम चाहिँ थाहा छैन है मलाई के हो यो चाहिँ। मैले चाहिँ सबै मिक्स गरेर सब्जी बनाएँ। दाल चाहिँ बनाइनँ आज। उता चाहिँ भान्जी पनि आइसक्नु भएको थियो मेरो छोरी चाहिँ सब किचनको सामान ल्याएर खत्तम गरिरहेको छ यताउता दुइटै खेलिरहेछन्। उस्तै छ नि त, दुइटैजना पनि सानसाना छन्, एकअर्काको रिस्सा लास्टै गर्छन् यिनीहरू, यस्ता खाने यिनीहरू चाहिँ। मैले चाहिँ फटाफट खाना खाइसकेर बसिरहेका थियौँ हामी चाहिँ। नानुले चाहिँ आम लिएर आउनुभयो ल्याउँ नि त आम खाउँ भनेर मैले चाहिँ फटाफट काट्नतिर लागेँ। आम चाहिँ लास्टै मिठो थियो यस्तो गुलियो थियो नि। हामी चाहिँ सबै मिलेर फटाफट आम चाहिँ खान लायौँ, किनकि अझ पछि थपिन पनि त बेर लाउँदैन नि त अरू मान्छे। त्यही भएर चाहिँ हामीले फटाफट आम खानुतिर लागिहाल्यौँ सबैजना मिलेर।